फेरि यहाँबाट फिर्ता भइसकेको छु। अब हेरौँ अब मान्छे अब कता पाइन्छ कि पाइन्न है त। ल म उहाँको मङ्गलगढ चोकसम्म मान्छे पाएँ लाइफवुड चोकमा छु है गाइज। अब यहाँ कोही मान्छे पाइन्छ कि पाइँदैन वेटिङमा छु। कोही मान्छे पाइन्छ कि भनेर वेट गरिरहेको छु। त्यही भएर ल फाइनली गाइज मैले चाहिँ यहाँबाट पिपिरा जाने गराएको पनि पाइसकेको छु। अटोमा हालिसकेको छु है गाइज। हेर्नु होला मेरो युट्युब च्यानलमा खालि खोजीमा दायाँ बायाँ यता माथि तल हेर्दै हिँड्दा छु है। पनि झर्नुको अब अटो रित्तै भयो। अब रित्तै अब को मान्छे पाइन्छ कि नै है त हेरौँ। अब यसो कुर्छु है त एकछिन। कोही अब यहाँ पिपिरादेखि नि उता बस पार्कतिर जाने मान्छे पाइने छैन हेरौँ। एकछिन बसियो, धेरै टाइम बसियो गाइस, 5-10 मिनट बसियो। अब यहाँबाट नलाग्छ अब उतै हिँड्छु बाटोमा गएर। फाइनली एकजना बाजे चाहिँ मिलिसक्नु भएको छ मेरो गराएको। अब पिपिरादेखि चाहिँ बजार पिपिरादेखि चाहिँ मैले 2जना मान्छे पाएँ। भाडा अरे बस पकाएको 30 रुपियाँ अरे। अब तपाईँ के सोध्छन् हो भने कि यहाँबाट पनि एकजना गराएको थपिसकेको छु प्यासेन्जर। बस पराकसम्म आइपुग्नु भयो। अब 2जना मात्रै गराएकोमा आइयो है गाइस। त्यस्तै यहाँबाट पनि एकजना मान्छे पाएँ है गाइस। एकजना पाएँ 20 रुपियाँको बस पार्कसम्म। अब 100 रुपियाँमा उत्रियो लाइफबाट बस पार्क। गाइस उताबाट आउँदाखेरि चाहिँ 120 रुपियाँ उत्रियो है। तेल खर्च त फुल बच्यो।